भ्रष्टहरूको नाइके भएर जनताको पसिना सपना र रगत चुसेर विगत 30 वर्षदेखि पटक पटक कुर्सीको स्वाद फेरेका 3 जना प्रधानमन्त्रीहरू, कांग्रेस सभापति तथा 5 पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा 4 पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली, केपी ओली, माओवादी अध्यक्ष नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड। हो दर्शकवृन्द, शेरबहादुर देउवा 5 पटक प्रधानमन्त्री र 6 पटक सांसद बनेका छन्। विक्रम सम्वत 2017 सालदेखि राजनीतिमा सक्रिय भएका को प्रथम सभापति बनेका थिए। देउवा 2048, 2051, 2056, 64, 70 र 74 मा भएको निर्वाचनमा डडेलधुराबाट पटक पटक गरी 6 पटक निर्वाचित भइसकेका छन्। उनी 2064 मा कञ्चनपुर र 2070 मा कैलालीबाट पनि विजय भएका थिए भने विक्रम सम्वत 2048 सालमा सांसद बनेपछि उनी गृहमन्त्री समेत भएका थिए। मनमोहन अधिकारीको नेतृत्वको सरकारलाई ढालेर विक्रम सम्वत 2052 सालमा आफ्नै नेतृत्वमा सरकार गठन गरेका देउवा त्यसपछि 2059, 2061, 74, 78 गरी उनी 5 पटक प्रधानमन्त्री बनिसकेका छन्। पहिलो पटक 2052 सालमा 1 वर्ष 6 महिना, दोस्रो पटक 2058 सालमा 1 वर्ष 2 महिना 8 दिन, तेस्रो पटक उनी प्रधानमन्त्री 2061 सालमा भएका थिए। त्यति बेला 7 महिना 28 दिन झन्डै 8 महिना। चौथो पटक 2074 मा 8 महिना 8 दिन। यति बेला भने पूर्वाधिकारी पुष्पकमल दाहाल प्रचण्ड थिए, उत्तराधिकारी केपी शर्मा ओली थिए। मैले तपाईहरुको माझमा यो पूर्वाधिकारी र उत्तराधिकारी किन जोडे भन्ने विषयलाई पछि जोड्नेछु। साथै 5औं पटक प्रधानमन्त्री बन्दा 2078 सालमा 1 वर्ष 5 महिना 13 दिन। यति बेला पनि पूर्वाधिकारी केपी शर्मा ओली नै थिए। 5 वर्ष 5 महिना 27 दिन प्रधानमन्त्री भए, तर उनको विकास र सुशासन भनेकै युवालाई खाडीमा, नेताहरूलाई चिल्लो उद्योग, कल कारखाना बन्द, घुस कमिसन नै उनको धन्दा हो। देउवा र कांग्रेस अझै देशको विकास गर्न हामी नै चाहिन्छ भन्दै चुनावमा होमिँदै आएको देखिन्छ। 2007 सालदेखि आफू र आफ्ना उन्नतिको लागि र आरक्षणमै देशको हरिबिजोग बनाएको सम्पूर्ण नेपालीलाई कण्ठ छ, तर लाज भने रति छैन। यो समय करिब 6 वर्ष पुरै कांग्रेसको हातमा देश थियो। यो समयमा देश विकास 0 भए पनि दल र नेताको भने आमूल विकास गर्न सफल भएको छ। प्रशासकीय क्षमतामा 0 भए पनि नेपाली जनताले उनलाई सिंहासनको हिरो बनाएको अनौठो संयोग नेपाली राजनीतिमा छ। ज्योतिषीले 7 पटक प्रधानमन्त्री बन्छ भनेको भन्दै देउवाले आफ्नो लक्ष्य निर्धारण गरिसकेको छ। त्यसैले आगामी निर्वाचनपछि उनी फेरि प्रधानमन्त्री बन्ने तयारीमा छन्। हामी नेपाली जनता यति बुद्धिमानी छौं, त्यसैले सकेसम्म आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्री बन्न मिले दाम नमिले माम सम्म खाएर भए पनि 7औं पटक फेरि डडेलधुराबाट विजय गराउने छौं। हुन त अब लाज लाग्नु पर्ने हो, तर उनलाई लाज नलागेको देखेर लाजलाई नै लाज लागेर देउवा र कांग्रेसले लाज पचाइरहेको छ। अब भने जनतालाई लाज लाग्ने बेला भएको छ। जनताको नैतिकताको अग्नि परीक्षा हुनेछ। जनताको नैतिकतामाथि प्रश्न खडा गर्ने बेला भएको छ। अब हेरौं जनताको असली रूप, मानव या अन्य कुनै। उदाहरण छ बारम्बार दोहोरिएका तर इतिहासकै सबैभन्दा असफल प्रधानमन्त्री हुन् केपी शर्मा ओली। हो दर्शकवृन्द, केपी शर्मा ओली पनि शेरबहादुर भन्दा कम छैनन्। उनी पनि 4 पटक प्रधानमन्त्री भइसकेका छन्। विक्रम सम्वत 2052 सालमा प्रधानमन्त्री उनी पहिलो पटक नियुक्त भएका थिए। यति बेला 9 महिना 26 दिन प्रधानमन्त्री भए। उत्तराधिकारी पुष्पकमल दाहाल दोस्रो पटकको कार्यकालमा 2074 सालमा उनी नियुक्त भएका थिए। 3 वर्ष 2 महिना 28 दिन पूर्वाधिकारी शेरबहादुर देउवा थिए र उत्तराधिकारी पनि शेरबहादुर देउवा नै थिए। तेस्रो पटक भने आपतकालीन कालको लागि मात्र घोषणा मात्र भएको थिए। उनी चौथो पटक प्रधानमन्त्री 2079 साल असार 31 गते नियुक्त भएका थिए। यस अवधि 1 वर्ष 2 महिना 1 दिन पूर्वाधिकारी शेरबहादुर देउवा र उत्तराधिकारी जेन्जी आन्दोलनबाट नियुक्त भएका सुशीला कार्की 9 महिना 26 दिन दोस्रो पटक 3 वर्ष 2 महिना 28 दिन
तेस्रो पटक 1 दिन, चौथो पटक 1 वर्ष 2 महिना 24 दिन गरी कुल 4 वर्ष 5 महिना 28 दिन प्रधानमन्त्री भए। उनले विकास र सुशासनमा एक दिन पनि ध्यान दिएनन्। अझ भनौँ यो अवधिमा यति ओमनी, व्हाइट बडी, गिरिबन्धु लगायतका घटना घटाउन सफल भए। अझ भनौँ भदौ 23 र 24 को नरसंहारको पनि मुख्य जिम्मेवार खड्गप्रसाद ओली, केपी ओली नै हुन्। भदौ 23 गते किताब बोकेर खबरदारी गर्न सडकमा उत्रिएका निर्दोष विद्यार्थीको टाउकोमा गोली हान्ने आदेश जति छल्न खोजे पनि ओली र लेखकै हो। किनकि उनकै नेतृत्वमा सरकार थिए। रोजगार प्रबन्धनको सट्टा कि युवालाई विदेशमा बाध्य पारे कि त झोला बोक्न सिकाए। अहिले पनि झोलेहरूको लर्को उस्तै छ। न ओली सुध्रिए न झोले सुध्रिए। अब नेपाली जनताले सुधार्न सकिने ठुलै मौका आएको छ। तर यति बेला जनताको पनि वास्तविक चेहरा चिनिने समय पनि हो। हेरौँ जनताले यसैको स्वाद लिन पल्केका अर्को 3 पूर्व प्रधानमन्त्री हुन् पुष्पकमल दाहाल प्रचण्ड। हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल विक्रम सम्वत 2065 सालमा उनी पहिलो पटक 9 महिना 7 दिन देशको प्रधानमन्त्री बने। पूर्वाधिकारी गिरिजा प्रसाद कोइराला र उत्तराधिकारी माधव कुमार नेपाल थिए। दोस्रो पटक 73 सालमा खड्गप्रसाद ओली पूर्वाधिकारी थिए भने उत्तराधिकारी शेरबहादुर देउबा। तेस्रो पटक 2079 सालमा 1 वर्ष 6 महिना 18 दिन प्रधानमन्त्री भए र सांसदहरूको विश्वासको मत पाउन नसकेपछि पदमुक्त बनेका थिए। पूर्वाधिकारी शेरबहादुर देउबा र उत्तराधिकारी खड्गप्रसाद ओली थिए। पटक पटक प्रधानमन्त्री भए 3 जना। तर पटक पटक पूर्वाधिकारी र उत्तराधिकारी यी 3टा मात्र रहे। दर्शकवृन्द, हामीले हेर्दा एक आपसमा झगडा गरे जस्तो, तर मिलीजुली कुर्सी हत्याउने यिनीहरूको प्रयास अझै पनि सफल बन्लन त? करिब 3 वर्ष 1 महिना उनको नियन्त्रणमा रहे। देश विकास गर्न प्रचण्ड देशलाई अझै मेरै खाँचो छ भन्दै लाज पचाइरहेको छ। देश र जनता भन्दा पनि प्यारो प्रधानमन्त्रीको कुर्सी भएपछि घरि ओलीसँग घरि देउबासँग गठबन्धन गरे। तर जनताको लागि न गठबन्धन गरे न तोडे। अब नेपाली जनतालाई सुवर्ण अवसर छ यी 3 बालाई ठेगान लगाउने। तर कुरा त तरमा नै रहन्छ। 4 वर्ष 5 महिना 18 दिन ओली, देउबा 5 वर्ष 5 महिना 27 दिन, प्रचण्ड 3 वर्ष 1 महिना प्रधानमन्त्री भए। यी झुटका मतियार दलालहरूका राजा भ्रष्टाचारहरूको नाइकेले देशलाई करिब 14 वर्ष अपहरण गरी हरेक अङ्गमा भाग लगाई आफ्नो झोलेहरू भर्ती गरिसकेका छन्। त्यसैले अझै पनि यी 3 दल र नेताको धाग हेर्नुस्। पालै पालो घरि दुश्मन बनेर घरि मिलेर विभिन्न रूपको नाटक देखायो। तर जनताले अझै बुझेको छैन। पालै पालो सत्ता लुट्नलाई अनेक जाल रचेको देखिन्छ अनि पार्टी र नेतालाई भोट दिने जनतालाई के भनेर सम्बोधन गर्ने हो? म अलमलमा छु। दर्शकवृन्द नमस्कार, म दिनेश तामाङ। कार्यक्रम विधि र विकासमा विधि र विकासको कुरा गर्नेछौँ। सिङ्गो देशको विषय उत्थान गर्नेछौँ। तपाईँको समाजको समस्या चिरफार गर्नेछौँ। तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला। साथै हाम्रो च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। मन परेमा लाइक गरी आफ्नो साथीलाई समेत सेयर गरी हामीलाई सहयोग गरिदिनुहोला। धन्यवाद। नमस्कार।